हेलो गुड मर्निङ भ्युवर्स। आज चाहिँ म जङ्गलमा मल ल्याउन जाँदैछु गाइस। हेर्न सक्नुहुन्छ साइडमा झोला पनि छ है गाइस। आज चाहिँ म यहाँ जङ्गली मल खोजिरहेको छु है प्लान्टको लागि। अहिले चाहिँ म यहाँ जङ्गलमा छु। हामी दुईजना चाहिँ अल्झाउनेहरू हो भनेर नि भन्नु। देखाइदेऊ अल्झाउनेहरू पनि। दुईजना खुसी भएर हामीलाई देखाएको अल्झाउने भनेर तिमीहरूलाई भन्छ। यी अल्झाउने या बादर नि तँलाई पनि देखाइदेऊ। यी बादर नि बादर हाम्रो चाहिँ घरको छेउमा के भन्छ नाम के भन्छ हौ? के भन्नु? जङ्गल बारी यहाँ जङ्गलमा चाहिँ हामी आज मल खोज्न आइरहेको छ। जङ्गली मल बनाउनुको लागि के भन्छ पत्तर समुद्र जस्तो जङ्गली रहेछ। पत्तर उठाउन आइरहेको छौँ। किन जङ्गल पनि देखाइदेऊ न पवन। सामु त सब्जी टिप्दैछ। जङ्गलमा उनीको सब्जी टिप्दैछ भन्नु लाउने यो के गदगद गरेको भन्नु र? चोर पैसा कमाउने मेलो मल बेच प्याकेटमा है 40 रुपियाँ भन्छ। भिड्दै बेसी भएको रहेछ नि त। हजुर। सो गाइस मल पनि उठाइसक्यो हामीले। अब घरमा गएर फुलमा लाउने छु। सो अहिले चाहिँ हामी घरको छेउको भनौँ न अब 100 मिटर जस्तोको डिस्टेन्समा छौँ जङ्गलमा। उठाइराख्यो है। यसरी उठाउनुपर्छ। सोध्छ चाहिँ यो हो नि। कहिले उठाउन आउने यसो बु? तानिराखेको उयो पनि जान न। जङ्गल पनि देखाइदिनु पऱ्यो नि। मल बोक्ने मान्छे चाहिँ बजार जाँदा सब्जी बोक्ने जस्तो झोला। अब चाहिँ म मेरो घर आइपुगेँ गाइस। मेरो घर आइपुगेँ। मेरो घरमा चाहिँ फुलहरू यसरी फुलेको छ गाइस, हेर्न सक्नुहुन्छ है। यो प्लान्टहरूको लागि चाहिँ गाइस मैले चाहिँ अहिले मल लिएर आएको है। यो प्लान्टहरूको लागि है यस्तो 70-72को मल चाहिँ हाल्नुपर्छ नि त गाइस। त्यसको लागि लिएर आएको छु। यस्तो हालत भइरहेको छ गाइस अहिले चाहिँ। सो गाइस अब यहाँ चाहिँ मेरो गाईको मल है रेडी छ। यो कोकोनट फिड। सो गाइस यो चाहिँ मैले कोकोपिट लाउँदैछु है। यो चाहिँ कोकोनटको हुन्छ। अन्त उसको बाद चाहिँ गाइस यो चाहिँ हो कछुवाको मल भन्छ है। यो चाहिँ मैले सिलगढीबाट किनेर ल्याएको। सो जङ्गली प्लान्टहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ यो। सो अब यसको बादमा चाहिँ यही पुरानो फुलको पटहरूको है जो चाहिँ बलुवा मिसिएको थियो मलसँग त्यो मिक्स गर्दैछु। सो गाइस यसको बाद चाहिँ अब यो पत्थरको मल लिफ मल चाहिँ हाम्रो जग्गामा नपाएर चाहिँ हामी यसरी उठाएर लिएर चाहिँ यो मलहरुमा मिक्स गर्छौं है। अन्त सबै मिक्स गरिसकेपछि चाहिँ हामी प्लान्टमा लाउँछौं।
सो फाइनली गाइस मेरो यी मल चाहिँ रेडी भइसकेको छ है। अब त्यो जति पनि त्यो मेरो जङ्गली प्लान्टहरू छ है, वाइल्ड प्लान्टहरू, त्यसलाई मिक्स गर्नुपर्ने हुन्छ, फिल गर्नुपर्ने छ। सो गाइस हेर्दै जानुहोस्। सो गाइस अहिलेको मल चाहिँ मैले जुन चाहिँ लिएर बनाएको छु जङ्गली मल, यही प्लान्टहरूमा हाल्नु छ गाइस। सबै यसको मलहरू चाहिँ घटिसकेको छ है, त्यसको लागि त्यहाँ चाहिँ रिफिल गर्नुको लागि चाहिँ मैले मल बनाएको गाइस। यसको लागि चाहिँ ऱ्याबिट फर्न, यो डलर प्लान्टको लागि चाहिँ जङ्गली मल नै राम्रो हो नि त। सो यसको लागि अनि यसको लागि है, सो यसको लागि चाहिँ मैले बनाएको। अनि तल छ मेरो यो प्लान्टको लागि चाहिँ मल बनाएको गाइस। हेलो एभ्रिवान। सो गाइस मैले मलको त्यो प्लान्टहरूमा हालिसकेर है, सो अब नुहाएर रेडी भएको छु है। अब चाहिँ मेरो नानी आउने बेला टाइम भयो। सो नानी स्कुलबाट आउँछ है, उसको लागि चाहिँ लन्चहरू बनाउनु पनि छ। सो गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो, लभ यु गाइस।